यस्तै छ हैन यार त यो लास्टै ठुलो छ यार यस्तै छ वेलकम ब्याक टु माई न्यू भिडियो न्यू डे तपाईहरु सबैलाई यो विकासको तर्फबाट मेरो यो भिडियोमा स्वागत छ तपाईहरुलाई म आज के कुराको जानकारी र के देखाउँछु भनेपछि आज चाहिँ म जन्मेको ठाउँ जाँदै छु जानकारी यो नै भयो अनि त्यताको भ्यू देखाउने छु तपाईहरुलाई म कस्तो छ जंगलको बाटो हुँदै म जान्छु हैन म जन्मेको ठाउँ अब त्यसलाई छोडेको पनि 8-10 वर्ष भइसक्यो म त्यसलाई देखाउँछु तपाईहरुलाई हैन यस्तो छ पुरै मौसम बादल सादल लागेर केही देखिदैन अनि भ्यू त दामी दामी आउँथ्यो होला पुरै बादलले केही देखिरहेको छैन गाइस हैन पुरै जंगल जंगल छ यस्तो जंगलमा म गइराको छु हैन आज म त्यहाँ पुग्छु त्यहाँ पुगेपछि देखाउँछु म तपाईहरुलाई कस्तो छ अनि बाटोमा म तपाईहरुलाई यस्तै भिडियोहरु देखाउँछु हैन गाइस यस्तो छ पुरै पानी पनि आइरहेको छ के गाइस पानीले पनि सतायो यार लास्टै 2-4 दिन भयो लगातार कन्टिन्यू पानी आइरहेको छ अनि आज भने अलिकति रोकिएको थियो म त्यही भएर गइरहेको छु हैन यस्तो सुनसान जंगल छ नि गाइस हैन खत्तम छ स्थिति तर पनि म गइरहेको छु यस्तो डेन्जर ठाउँ तपाईहरुलाई देखाउनलाई अनि म आफू देख्नलाई पनि हैन देख्न सक्नुहुन्छ पुरै बादलले के देखिदैन यार म त देखिरहेको छु नि त्यो पनि थाहा छैन हैन यस्तो छ पुरै खत्तम बाटो पनि यस्तो भइसकेको रहेछ यहाँ पुरै जंगलै जंगल यस्तो जंगलमा म गइरहेको छु गाइस तपाईहरुलाई के भन्ने पुरै फ्याफ्या भइरहेको छ मलाई देख्न सक्नुहुन्छ बादलले केही पनि देखिदैन हैन ठीक छ भिडियो हेरेर इन्जोय गर्नुस् म उतै ठेकबाट आएको गाउँको घरबाट मेरो पुरानो घर जहाँ म पहिला जन्मेको थिएँ त्यो ठाउँ जाँदै छु आज हैन आज त्यो ठाउँ जाँदै छु गाइस धेरै पछि लगभग 8-9 वर्षपछि जाँदै छु म हैन त्यही भएर पनि तपाईहरु सबैजना जोडिराख्नुस् बाटो पनि पहिला माथि थियो आज भोलि तल आएको रहेछ पहिरो सहिरो आएर जस्तो लाग्छ बाटै देखिदैन देख्न सक्नुहुन्छ गाइस पहिरो सहिरो आएर खत्तम छ हैन बाटोको अवस्था यस्तो छ गाइस यता पानी पनि आइरहेको छ हैन गाइस म चाहिँ गइरहेको छु देख्न सक्नुहुन्छ यस्तो डेन्जर ठाउँ छ त गाइस तर के गर्ने बादलले देखिएन हैन बादल लागिरहेको छ त्यही भएर राम्रोसँग देखिरहेको छैन नाइस गुइलाहरु पाकेको के भन्छ यो कोही छैन सायद मसँग कोही छैन म एकै जाँदैछु हैन यस्तो भ्यू छ नि तर के गर्ने देखाउनलाई समस्या भइरहेको छ मलाई हैन
यति ठुलो जङ्गलमा हैन म यहीकै घुमिरहेको छु, त्यो पनि तपाईहरुको लागि भनेर गाइज हैन। प्लिज सबैजनाले भिडियोलाई शेयर गर्नु होला। यस्तो दामी ठाउँ छ देख्न सक्नुहुन्छ गाइज। तर बादलले नदेखिएको मात्रै हो कि बादल लाग्यो पानी आइराछ अलिअलि हैन। यस्तो दामी दामी छ नि, यत्रो जङ्गलमा म एलकै घुमिरहेको छु गाइज, देख्न सक्नुहुन्छ कत्रो कत्रो रुखहरु छ। अब यो त देख्न सक्नुहुन्छ। अनि यो के भन्छ, यो पाकेको छैन यार, यो फल के भन्छ ठ्याक्क थाहा छैन, तर यो पाकेको छैन हैन। पाक्ने बेला त हो तर पाकेको छैन हैन गाइज। देख्न सक्नुहुन्छ पुरै बादलले अँध्यारो अँध्यारो भएको छ, बाटो नि यस्तो छ हैन। तर म यस्तो जङ्गलमा घुमिरहेको छु गाइज। के भन्ने गाइज, अब के भन्ने ब्याग नि लगेर आएको छु। सायद त्यो जङ्गलमा जुका भन्ने चीज लाग्न सक्छ हैन। यति टाढा आएको छु कि गाउँबाट। म तपाईलाई देखाउँछु गाइज, यसमा छ हैन छ र। देख्न सक्नुहुन्छ जुका लाग्छ गाइज छ नि। अनि यो देख्न सक्नुहुन्छ पुरै यस्तो छ, पहिरो सहिरो आउँछ यतातिर पनि हैन। म गइरहेको छु गाइज एक्लै। यत्रो जङ्गल एकजना नि मान्छे देखिएन। चरा हेर्नुस् त गाइज यस्तो उड्यो नि, कोही छैन यार। न गोरुवाला छन्, न बाख्रावाला छन्, न वनमा कोही आएको छन्। पुरै यस्तो छ, कोही छैन गाइज यता हैन। बादलले पुरै अँध्यारो अँध्यारो भइरहेको छ। के गर्ने गाइज, म चाहिँ गइरहेको छु। आज लगभग 7-8 वर्षपछि आएको म हैन यता। किनभने म चाहिँ यता थिइन। म बस्ने भनेको गाउँको घर र सुकेडा हो। अनि त्यसपछि म यताउति गर्दै यो ठाउँमा आउन पाएको थिइन। आज चाहिँ म आएँ हैन। तपाईहरुलाई देखाउँछु म पहिलाको हाम्रो घर कस्तो थियो र कहाँ थियो हामी तपाईहरुलाई देखाउँछु म आज। भिडियो पुरा हेर्नु होला, लामो हुन सक्छ हैन भिडियो, तर पनि केही छैन हेर्नु होला। तर यत्रो जङ्गलमा यार कोही छैन कि कोही छैन। न गोरु छ, न केही छ, न केही छ। हैन गाइज। तर पुरै अँध्यारो छ के यार, केही छैन। देख्न सक्नुहुन्छ रुख कत्रो छ, यत्रो जङ्गल छ यत्रो गाइज। पुरै आधा घण्टा भन्दा माथि लाग्छ होला यता हिँड्दा। यत्रो जङ्गल छ, बाटो पनि छैन जस्तो छ यार हैन। यस्तो छ पुरै। म तर पनि गइरहेको छु, देख्न सक्नुहुन्छ। हाय 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 क्या मस्त नजारा है। देख्न सक्नुहुन्छ पुरै कस्तो छ, यत्रो रुखहरु छ अनि यस्तो जङ्गल छ देख्न सक्नुहुन्छ।
म भने गइरहेको छु ब्यागलाई अब पिठीमै हाल्नुपर्छ जस्तो छ हातमा चाहिँ गाह्रो भयो गाइज मलाई लिनलाई केही छैन तर पनि एक कानमा हाल्छु भनेपछि म पुग्नै लागेको छु हैन धेरैमा 5 मिनेट 10 मिनेट पानी टन्नै आएको छ जस्तो छ खोलामा सुसाइरहेको छ हैन अनि यता चाहिँ यो पानीको लाइन खोदेको हो जस्तो छ गाइस हैन यो चाहिँ लाग्छ मलाई पानीको लाइन हो तर खै थाहा छैन हो कि नै भन्नुस् गाइस बबाल छ ठाउँ चाहिँ हैन जिग्रा मुटुको टुक्रा हो भने पनि फरक नपर्ला पुरै ओस छ अनि यता जहाँसम्म लाग्छ मलाई यता जुका पनि छ धेरै यो खोलामा चाहिँ जुका हुन्छ के बारिस पनि आइरहेको छ त्यही भएर जुका पनि हुन सक्छ यो पानी बगिरहेको छ हाय क्या मस्त यता यो चौड हैन देख्न सक्नुहुन्छ म पुग्नै आँटे गाइस जुका देख्न सक्नुहुन्छ जुका छ साला थु लास्टै यो चाहिँ पानी गाइस यो जस्तो पानी आउँछ वाउ देख्नको मजा नै बेग्लै छ यस्तो देख्न सक्नुहुन्छ जुका गाइस यसलाई पानीमा बगाइदिन्छु मैले गाइस फाइनली गाइज म पुगे हैन यस्तो छ धेरै वर्षपछि छोडेपछि के हुन्छ र यो यहाँ पहिला धारो थियो हैन गाइज यता मन्दिर पनि थियो त्यो पनि छैन यस्तो छ देख्न सक्नुहुन्छ यस्तो भएको छ गाइस पुरै पाटन भएको छ पाटन तर पहिला यिनी गोडाहरू क्या दामी थिए क्या दामी फल थियो त हैन यस्तै छ गाइस यस्तै छ के गर्ने यो चुलियाहरूको यहाँ धेरै बोटाहरू छ आजभोलि केही छैन स्याउको रुखले यता ढलाएको छ स्याउको रुख ढलेको छ यता
कसैले ढलाएको हो कि या ढलेको हो त्यो त थाहा छैन। अनि यो घर तपाईहरुलाई अर्को कुरा के देखाउँछु भनेपछि यो घर खत्तम छ गाइस, यस्तो भएको छ। माथिको धुरी त रहेछ, उता चुल्ल्याहरूको बोटहरू गाइस के गर्ने, यस्तै छ हैन। यो चाहिँ घर हो तर यो ओद्रेर केही छैन, खत्तम भएको रहेछ। आज कति वर्षपछि आएको यस्तो भएको देख्न पाएँ मैले भने। पुरै सिन्नु उम्रेको छ, यता पनि देख्नुहुन्छ। यो के गर्ने गाइस, यस्तै छ हैन। भएर पनि नभएको जस्तो छ के गर्ने। उता यो रुख भइहाल्यो, यो नै रुखमा त फलफुल कति लाग्थ्यो आजभोलि त पुरै बचेको। अनि यिनी गडाहरू पुरै पाटन जस्तो भएको छ यता, अनि त्यहाँ तल पुरै यत्रो छ जङ्गल। यस्तो जङ्गलको बीचमा छ गाइज। हैन, देख्न सक्नुहुन्छ। यो जुका गाइज, यस्तो जुका छ रे यहाँ त लास्टै ठुलो छ यार। अनि कतिपयलाई लाग्न सक्छ यो ठाउँको नाम भनिन भनेर हैन। यो चाहिँ झ्यापुल्ला हो हैन। यो झ्यापुल्लामा आएको छु म। अनि यो के भन्ने, यो चाहिँ जयपृथ्वी नगरपालिका भित्र पर्छ लाग्छ सायद मलाई चाहिँ, तर थाहा छैन हैन। त्यति मलाई ठ्याक्क ज्ञान गुण छैन भनौँ यताको बारेमा। के गर्ने गाइस, यस्तै छ।